वाटर पार्क बनाउने भन्दै फेवा ताल किनारको जग्गा भाडामा लिएका गृहमन्त्री सुदन गुरुङ त्यही फेवा तालमा डुब्ने खतरा बढेको छ। बा हजुरको परिचय? मेरो नाम ओमादुर गुरुङ बाबु। अनि यो जुन तपाईँको जग्गामा यो रिसोर्टको जस्तो संरचना विभिन्न उसहरू बनिरहेछ नि, यो चाहिँ कसले बनाएको? यो सुदन गुरुङले सर। सुदन गुरुङ भनेको को? अहिलेको गृहमन्त्री? अहिले गृहमन्त्री गोर्खाको हो त्यो बाबु, गोर्खाको अहिले गृहमन्त्री भनेको मान्छ। अनि उनले चाहिँ तपाईँहरूसँग भाडामा लिएका कति रकममा भाडा लिए? भाडा अब भन्नाले 2 लाख गरेछ भन्न 15 वर्ष भनेको। वाटर पार्क बनाउने योजना सहित जग्गा भाडामा लिएका मन्त्री गुरुङ अहिले गम्भीर विवादमा तानिएका छन्। कारण उनले भाडामा लिएको भनिएको उक्त जग्गाको भाडा नै नतिरेको खुलासा भएको छ। सङ्घीय सरकारको सहयोगमा पोखरा महानगरपालिकाले फेवा तालबाट 65 मिटर भित्र पर्ने संरचनाहरू भत्काउन सुरु गरेपछि यो विषय बाहिर आएको हो। सोही क्रममा गृहमन्त्री गुरुङको 20 रोपनी जग्गा पनि उक्त क्षेत्रमा रहेको खबर सार्वजनिक भयो। तर अनुसन्धान गर्दा के खुल्यो भने त्यो जग्गा उनको स्वामित्वमा नभई भाडामा लिएको रहेछ। तपाईँहरूसँग भाडामा लिएका कति रकममा भाडा लिए? भाडा अब भन्नाले 2 लाख गरेछ भन्न 15 वर्ष भनेको। के अरे 5-5 वर्षमा चेन्ज गर्ने के अरे थप्ने भनेर 1 वर्षमा मात्रै 2 लाख लियो। उसले 5 वर्ष नपुग्दै उसले यत्रो खर्च त गर्यो। पोखराको सिमले लाम डाँडामा रहेको उक्त जग्गा मन्त्री गुरुङले 2074 सालमा वार्षिक 2 लाख रुपियाँ तिर्ने शर्तमा लिएका थिए। तर जग्गा धनीको दाबी अनुसार उनले 1 वर्ष बाहेक अरू भाडा तिरेका छैनन्। यसले गर्दा अहिले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ। के उनी स्वयं नियम उल्लङ्घन गर्न सक्छन्? तर मन्त्री गुरुङले भने आफू नै ठगिएको दाबी गरेका छन्। उनका अनुसार जग्गा लिँदा घर धनीले उक्त जग्गा 65 मिटर मापदण्डभित्र पर्दैन भनेर झुक्काएका थिए। उनले स्पष्ट रूपमा भनेका छन्, मलाई त्यो बेला ठगिएको हो। अहिले म कानुनी उपचार खोज्छु तर भाडा तिर्दिन। सम्पर्कमा आओस्, उहाँको फोन नम्बर पाए सम्पर्क गर्छौँ हामी। आएर चाहिँ अब उहाँले चलाए नचलाए चाहिँ त्यो कागज च्यातमा अब हाम्रो भाडा छ भने दिन्छ भने दिनुहोस् भयो नि त नि। उनका अनुसार लाल पूर्जा देखाएर पनि उक्त जग्गा सुरक्षित रहेको भन्ने विश्वास दिलाएको थियो। तर पछि महानगरपालिकाबाट बुझ्दा त्यो जग्गा मापदण्डभित्र पर्ने देखिएको हो। यही विषयमा चर्को आलोचना भएपछि मन्त्री गुरुङले आफ्नो सचिवालय मार्फत सोमबार औपचारिक धारणा सार्वजनिक गरेका छन्। यस विषयमा चर्को आलोचना भएपछि मन्त्री गुरुङले आफ्नो सचिवालय मार्फत सोमबार औपचारिक धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन्, हामीलाई जग्गा धनीहरूले गलत जानकारी दिए, अतिक्रमण भएको तथ्य लुकाएर लिजमा दिएका कारण हामी पीडित भएका हौं। यता पोखरा महानगरपालिकाले भने फेवा ताल अतिक्रमण हटाउन कडा कदम चालिरहेको छ। डोजर प्रयोग गरेर संरचना हटाउने अभियान जारी गरेको छ। यसैबीच पोखराका मेयर धनराज आचार्यसँगको कुराकानीमा मन्त्री गुरुङले आफूले 20 रोपनी जग्गा भएको बताएका थिए। तर जब नक्सा हेर्दा त्यो जग्गा केवल मापदण्डभित्र मात्र नभई दूषित रूपमा दर्ता भएको समेत खुलेको थियो। सर्वोच्चले यसअघि नै यस्ता दूषित रूपमा दर्ता भएका जग्गाको दर्ता खारेज गर्न आदेश दिइसकेको छ। यस्तो अवस्थामा जग्गा धनीले मुआब्जा पनि नपाउने व्यवस्था छ। मेयर आचार्यले यस विषयमा मन्त्री गुरुङलाई जानकारी गराइसकेको बताएका छन्। अब मुख्य प्रश्न उठ्छ, के मन्त्री गुरुङ साँच्चै ठगिएका हुन् कि यो जिम्मेवारीबाट पन्छिने प्रयास हो? यसैबीच मन्त्री गुरुङले करिब 8 वर्ष अघि 2 अन्य युवासँग मिलेर एडभेन्चर स्पोर्ट सञ्चालन गर्ने योजना अघि बढाएका थिए। तर अहिले त्यही योजना विवादको केन्द्रमा पुगेको छ। अन्त्यमा यो घटनाले एउटा गम्भीर सन्देश दिन्छ, नेपालमा जग्गा कारोबारमा पारदर्शिता र कानुनी प्रक्रिया कति महत्त्वपूर्ण छ भन्ने कुरा। सुदन गुरुङलाई के सन्देश पठाउनुहुन्छ? के भने अब सुजन भाइ, अब तपाईँ गृहमन्त्री हुनुभएको छ, यो विषयमा चाहिँ तपाईँ यहाँ आएर चाहिँ यो तपाईँले सञ्चालन गर्नुहोस्, नगरे चाहिँ त्यो कागज चेन्ज नपऱ्यो हामीलाई। अब भाडा पनि छ हाम्रो, दिनुहुन्छ भने दिनुहोस्। 5-6 वर्षले कतिको छ, नत्र यो कागज चेन्ज गर्नु